अब 10 मिनटमै थानकोटबाट नौबिसे जामको नो टेन्सन, किनकि सञ्चालनमा आउँदैछ नागढुङ्गा नौबिसे सुरुङ मार्ग। सड़क मार्गका रूपमा निर्माण भएको नेपालकै पहिलो सुरुङ मार्ग अब सकिँदैछ पर्खाइको घडी। कति बन्यो, कति बाँकी छ? 2076 कार्तिक 4 गते शिलान्यास गरी निर्माणको कार्य शुरू गरिएको सुरुङ मार्गको लगभग निर्माणको कार्य सकिएको छ। हालसम्म 93% भौतिक प्रगति भएको यो सुरुङ मार्ग आगामी पुष माघसम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। खुल्ला प्रतिस्पर्धाबाट निजी कम्पनीलाई यो सुरुङ मार्ग सञ्चालनको जिम्मा दिने सरकारको तयारी छ। यो सुरुङ मार्ग सञ्चालनमा आएपछि थानकोटबाट 10 मिनटमा नै नौबिसे पुग्न सकिनेछ। यो सड़कले नागढुङ्गाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा 30 मिनट समय बचत गर्नेछ। सरकारले फरक फरक सवारीको फरक फरक शुल्क तोकेको छ, जसअनुसार सुरुङ मार्ग हुँदै कार भ्यान काठमाडौँ आउँदा 65 रुपियाँ र जाँदा 60 रुपियाँ तिर्नुपर्नेछ। यस्तै मिनी बस मिनी ट्रक काठमाडौँ आउँदा 115 रुपियाँ र फर्किँदा 80 रुपियाँ तिर्नुपर्नेछ। ठूला बस र ट्रक काठमाडौँ आउँदा 260 रुपियाँ र जाँदा 200 तथा भारी उपकरण काठमाडौँ